2026 को दुईटा नयाँ किङ यो दुईटै बाइक आफ्नो ठाउँमा बेस्ट रहेको छ भने यो दुईटै बाइक चाहिँ डिफरेन्स युजर्सलाई टार्गेट गर्छ। यसो वाइफसँग धेरै राइड गर्नुहुन्छ भने या घरमा छोराहरू पनि बाइक कुदाउने भएको छ भने चाहिँ तपाईँको लागि पर्फेक्ट हुनेछ बजाजको पल्सर 125 2026 मोडल, किनभने यो चाहिँ 3 लाख भित्रै आउँछ। र हजुरहरू यङ हुनुहुँदैछ भने यसो कलेजको लागि एउटा पर्फेक्ट 125 सीसीकै सेगमेन्टमा र प्रपर स्पोर्टी र फिचर्स लोडेड बाइक बजेटमा हेर्दै हुनुहुन्छ भने बजाजको पल्सर NS 125 लिन सक्नुहुन्छ, किनभने यो चाहिँ अहिलेकै सेगमेन्टमै बेस्ट रहेको छ। सो भिडियो पुरै हेर्नुस्। आज म यो दुईटै बाइकलाई डिटेल्समा कम्पेयर गर्नेछु। 125 सीसीको सेगमेन्टमा कुनै बाइक लिँदै हुनुहुन्छ भने यो भिडियो एकदमै धेरै काम लाग्छ। यो दुईटै बाइक मध्ये कुनमा बेटर पावर फिगर पाउनुहुन्छ, कुनमा बेटर माइलेज पाउनुहुन्छ र कसमा चाहिँ बेटर फिचर्सहरू रहेको छ र सबभन्दा इम्पोर्टेन्ट प्राइस, कसको प्राइस बेटर रहेको छ, कुन बाइक चाहिँ भ्यालु फर मनी रहेको छ। सो डिटेल्समा जानकारी दिनेछु। भिडियो पुरै हेर्नुस्। भिडियो इन्फर्मेटिभ लागेमा लाइक गर्नुस्, भिडियो सेयर गर्नुस् र यस्तै नयाँ नयाँ बाइक सम्बन्धी भिडियोहरू मन पर्छ भने च्यानल सब्स्क्राइब गर्नुस्। अहिले चाहिँ कुनै बाइक लिने सोच्दै हुनुहुन्छ भने अहिले नै बेस्ट मौका हो, किनभने यो सबै बाइकमा चाहिँ स्पेशल डिस्काउन्ट पाउनुहुन्छ केही दिनको लागि। सो बाइक लिने सोच्दै हुनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा कल गर्नुस्। र अब सबभन्दा पहिले चाहिँ प्राइसबाटै स्टार्ट गरौँ। बजाज पल्सर 125 यो चाहिँ भर्खरै लन्च भएको बाइक हो र यसको प्राइस चाहिँ अहिले 2,92,900 जति रहेको छ। र बजाजको पल्सर NS 125 यो पनि भर्खरै लन्च भएको बाइक हो र यसको प्राइस चाहिँ 3,29,900 जति रहेको छ। र यो दुईटै बाइकमा चाहिँ स्पेशल अफर्सहरू पाउनुहुन्छ लिमिटेड टाइमको लागि। र अब सबभन्दा पहिले इन्जिनबाटै स्टार्ट गरौँ। बजाजको पल्सर NS 125 मा चाहिँ एक्ज्याक्ट 124.45 इन्चको इन्जिन पाउनुहुन्छ। सिंगल सिलिन्डर 4 स्ट्रोक 4 बल BS6 फ्युल इन्जेक्ट इन्जिन पाउनुहुन्छ। यो चाहिँ 125 सीसीको सेगमेन्टमा आउने एकदमै पावरफुल र एकदमै पर्फर्मेन्स ओरिएन्ट इन्जिन रहेको छ। यो चाहिँ के अरे SOC सेटअप सँगै आउँछ इन्जिन र साथै पावर फिगर पनि सेगमेन्टमा बेस्ट पाउनुहुन्छ। यसले चाहिँ 12 PS को पावर प्रड्युस गर्छ 8500 RPM मा र 11 NM को टर्क जेनेरेट गर्छ 7000 RPM मा, जुन कि पावर फिगर 125 सीसीको सेगमेन्टमा एकदमै राम्रो रहेको छ। र मेन चाहिँ यो चाहिँ 4 बल्ब खाले इन्जिन, जुन कि नर्मली 125 सीसीको बाइकमा चाहिँ पर्फर्मेन्स ओरिएन्ट इन्जिन चाहिँ देख्न सक्नुहुन्न, बट यसमा चाहिँ 4 बल्ब खाले इन्जिन पाउनुहुन्छ, जुन कि 125 सीसीको सेगमेन्टमा यो चाहिँ नम्बर 1 र फर्स्ट बाइक नै छ जसमा कि 4 बल्ब खाले टेक्नोलोजी पाउनुहुन्छ। र अब बजाजको पल्सर 125 को कुरो गर्नु पर्दाखेरि यो पनि सेगमेन्टमा बेस्ट भएको छ। यसमा पनि अब BS6 FI इन्जिन पाउनुहुन्छ, जुन कि पहिलेको भन्दा अझै स्मुथ भएको छ, पहिलेको भन्दा अझ रिफाइन भएको छ र माइलेज पनि इन्क्रिज भएको छ। सो एक्ज्याक्ट इन्जिन चाहिँ यसमा 124.38 सीसीको इन्जिन पाउनुहुन्छ। सिंगल सिलिन्डर 4 स्ट्रोक 2 भोल्ट BS6 फ्युल इन्जेक्ट इन्जिन पाउनुहुन्छ र यो पनि एयर कुलिङ सिस्टम सँगै आउँछ। र यसले चाहिँ 11.8 PS को पावर प्रड्युस गर्छ 8500 RPM मा र 10.8 NM को टर्क जेनेरेट गर्छ 6000 RPM मा, जुन कि यसो हेर्नु पर्दाखेरि इन्जिन चाहिँ एकदमै अपडेटेड रहेको छ। माइलेजहरू पनि इन्क्रिज भएको छ, बट NS 125 सँग कम्पेयर गर्नु पर्दाखेरि काहीँ न काहीँ कमी जस्तो लाग्छ, किनभने पावर फिगर पनि कम छ। र टेक्निकली हेर्नु पर्दाखेरि NS 125 मा चाहिँ के अरे 4 बल्ब खाले इन्जिन पाउनुहुन्छ भने यसमा चाहिँ 2 बल्ब खाले इन्जिन पाउनुहुन्छ र पावर फिगरमा पनि डिफरेन्स छ। र अब यो दुईटै बाइकमा आउने ठुलो डिफरेन्सको कुरो गर्नु पर्दाखेरि बजाजको पल्सर NS 125 यो 2026 को मोडलमा चाहिँ सिंगल च्यानल ABS पाउनुहुन्छ, जुन कि नेपालमा चाहिँ अब दुईटा 125 सीसीको सेगमेन्टमा आउने दुईटा सिंगल च्यानल ABS खाले बाइक भइसकेछ, एक्सट्रिम 125 र यो NS 125, जुन कि हेर्न सक्नुहुन्छ। अरू कुनै 125 सीसीको बाइकमा चाहिँ नेपालमा ABS पाउनुहुन्न र यसमा चाहिँ ABS छैन, यसमा चाहिँ नर्मल खाले डिस्क हो। बट बजाजको पल्सर NS 125 यसमा चाहिँ सिंगल च्यानल ABS पाउनुहुन्छ, जुन कि यसलाई चाहिँ अलिकति बेटर बनाउँछ। र फ्रन्टमा चाहिँ अलिकति मोटो तर बेसिक खाली टेलिस्कोप सस्पेन्सन नै पाउनुहुन्छ। यसमा चाहिँ 2-3 रिफ्लेक्टर पनि पाउनुहुन्छ र यसमा चाहिँ 260 mm को ठुलो खाले डिस्क पाउनुहुन्छ। यसमा चाहिँ डुअल पिस्टन ब्रेक क्यालिबर पनि पाउनुहुन्छ र साथै यसमा चाहिँ 90/90 mm को टायर सेटअप पाउनुहुन्छ, 17 इन्चको एलो व्हील पाउनुहुन्छ। र यो टायर सेटअप चाहिँ पल्सर 150 भन्दा पनि बेटर रहेको छ। यसमा 220 को फ्रन्टमा पनि यही सेम टायर सेटअप पाउनुहुन्छ र यसमा चाहिँ म्याट फिनिशिङमा चाहिँ मुर्गर पाउनुहुन्छ, जुन कि हेर्न सक्नुहुन्छ टोटली म्याट फिनिशिङमा छ। र NS 125 को कुरो गर्नु पर्दाखेरि चाहिँ यसमा चाहिँ 240 mm को डिस्क पाउनुहुन्छ र यसमा चाहिँ ABS हरू पाउनुहुन्न। यसमा जुन टेलिस्कोप सस्पेन्सन छ यो पनि अलिकति पातलो पाउनुहुन्छ NS 125 भन्दा, र यसमा चाहिँ टायर सेटअप अलिकति पातलो पाउनुहुन्छ। यसमा चाहिँ 80/100 सेक्सनको टायर सेटअप पाउनुहुन्छ। NS 125 मा चाहिँ 90/90 सेक्सनको थियो भने यसमा चाहिँ अलिकति पातलो पाउनुहुन्छ। र यसमा पनि हुन त यसमा ग्लोसी ब्ल्याकमा चाहिँ के अरे मुर्गर पाउनुहुन्छ र यसमा पनि कार्बन फाइबरको फिनिशिङ पाउनुहुन्छ। र अब फ्रन्ट लुक्स र लाइटिङ सेटअपको कुरो गर्नु पर्दाखेरि हुन त दुईटैमै LED लाइटिङ सेटअप पाउनुहुन्छ, बट यसमा के छ भने यसमा चाहिँ पल्सर 150 कै सेम LED लाइटिङ सेटअप पाउनुहुन्छ। लो बिम हाई बिम दुईटै बेग्ला बेग्लै पाउनुहुन्छ र यसमा चाहिँ DRLs पनि पाउनुहुन्छ, जुन कि राम्रो हो। र साइड इन्डिकेटर चाहिँ हेलोजनमै पाउनुहुन्छ। NS 125 को कुरो गर्नु पर्दाखेरि यसमा पनि LED नै लाइटिङ सेटअप पाउनुहुन्छ, बट यसमा राम्रो कुरो के छ भने यसको जुन लाइटिङ सेटअप छ यो चाहिँ सेगमेन्ट बेस्ट हो। यसमा चाहिँ NS 200 के सेम लाइटिङ सेटअप पाउनुहुन्छ, जुन कि चाहिँ एकदमै राम्रो हो। राम्रो खाले DRLs पाउनुहुन्छ, लो बिम
हाई बिम दुईटै बेग्ला बेग्लै पाउनुहुन्छ र लुक्स पनि एकदमै युनिक निक्लेर आउँछ र यो चाहिँ प्रपर स्पोर्टी के अरे सेगमेन्टको बाइक हो जुन कि लुक्स चाहिँ एकदमै राम्रो छ र फिलिङ पनि त्यस्तै नै आउँछ र यसमा पनि जुन साइड इन्डिकेटर छ यो पनि हेलोजनमै पाउनुहुन्छ यो दुईटैमा चाहिँ साइड इन्डिकेटर एलईडी मा दिएको भए चाहिँ बेस्ट हुन्थ्यो र अब रियर सेक्सनको कुरो गर्नु पर्दाखेरि बजाजको पल्सर 125 मा चाहिँ यसमा चाहिँ कुनै पनि आरएलपी सेन्सर पाउनुहुन्न ड्रम ब्रेक पाउनुहुन्छ 130 mm को र यसमा चाहिँ मल्टिपल एडजस्टेबल डुअल स्प्रिङ लोडेड सस्पेन्सन पाउनुहुन्छ जुन कि आफ्नो राइडिङ अनुसारले यसलाई एडजस्ट गर्न सक्नुहुन्छ जुन कि चाहिँ राम्रो अप्सन हो र यसमा चाहिँ म्याट फिनिशिङमा चाहिँ के अरे यो एक्जोस्ट पाउनुहुन्छ जुन कि पल्सर 150 मा पनि सेम नै पाउनुहुन्छ यसमा पनि के अरे टायर हगर पाउनुहुन्छ जुन कि चाहिँ राम्रो हो र टायर सेटअपको कुरो गर्नु पर्दाखेरि यसमा चाहिँ के अरे 100/90 सेक्सनको टायर सेटअप पाउनुहुन्छ जुन कि यही सेम टायर सेटअप बजाजको पल्सर 150 मा पनि पाउनुहुन्छ जुन कि पल्सर 150 र पल्सर 125 मा चाहिँ खासै केही फरक छैन र अब एनएस 125 को कुरो गर्नु पर्दाखेरि यो चाहिँ सेगमेन्ट बेस्ट नै भइहाल्यो यसमा चाहिँ अब भनौं न के अरे पल्सर 125 सँग कम्पेयर नै बन्दैन यसमा चाहिँ एकदमै प्रिमियम जुन NS2 के अरे 400 मा पाउने जुन सस्पेन्सन छ त्यही सेम मोनोसक सस्पेन्सन पाउनुहुन्छ यो पनि मल्टिपल एडजस्टेबल सँगै आउँछ आफ्नो राइडिङ अनुसारले चाहिँ यसलाई सफ्ट या हार्ड गर्न सक्नुहुन्छ जुन कि एकदमै राम्रो अप्सन छ र साथै यसमा चाहिँ मड फ्ल्याप पनि पाउनुहुन्छ एकदमै राम्रो क्वालिटीको र टायर हगर पनि पाउनुहुन्छ र यसमा चाहिँ टायर सेटअपको कुरो गर्नु पर्दाखेरि यसमा चाहिँ 120/80 सेक्सनको टायर सेटअप पाउनुहुन्छ जुन कि चाहिँ सेगमेन्ट बेस्ट हो बजाजको पल्सर 220F मा पनि यही सेम साइजको टायर पाउनुहुन्छ जुन कि एकदमै राम्रो सेगमेन्ट बेस्ट नै भन्नु पर्यो र यसमा चाहिँ एक्स्ट्रा आरएलपी सेन्सर पाउनुहुन्छ हुन त यसमा पनि 130 mm के ड्रम ब्रेक पाउनुहुन्छ बट यसमा चाहिँ एक्स्ट्रा आरएलपी सेन्सर पाउनुहुन्छ र यसमा पनि अन्डरबेली एक्जस्ट नै छ जुन कि NS 125 चाहिँ NS 200 के एक्ज्याक्ट कपी नै भन्नु पर्यो र यसमा चाहिँ सिट सेटअप पनि डिफरेन्स पाउनुहुन्छ NS 125 चाहिँ प्रपर स्पोर्टी बाइक भएकोले गर्दाखेरि यसमा चाहिँ एक्ज्याक्ट NS 200 मा पाउने नै सिट सेटअप पाउनुहुन्छ स्प्लिटमा जुन कि एकदमै प्रिमियम छ हेर्नमा राम्रो छ र भनौं न आइडियल सिट सेटअप रहेको छ जुन कि क्वालिटी चाहिँ राम्रै छ र पल्सर 125 मा चाहिँ सिंगल सिट पाउनुहुन्छ जुन कि चाहिँ एकदमै ठुलो बेनिफिट हो र सिटको क्वालिटी पनि यसमा चाहिँ अलिकति सफ्ट पाउनुहुन्छ कम्पेयर टु NS 125 सो सिट सेटअप दुईटैकै राम्रो छ बट यसो कम्फर्टेबल हेर्नु पर्दाखेरि पल्सर 125 मा चाहिँ अलिकति बेटर सिट सेटअप पाउनुहुन्छ र अब इन्स्ट्रुमेन्ट क्लस्टरको कुरो गर्नु पर्दाखेरि यहाँ चाहिँ ठुलो डिफरेन्स पाउनुहुन्छ यी दुईटै बाइकमा पल्सर 125 मा चाहिँ सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्छ भने जुन कि प्रिभियस मोडलमा पनि सेम डिजाइनकै इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्थ्यो बट यसमा राम्रो कुरो के छ भने यसमा चाहिँ नयाँ फिचर्सहरु थपेर आएको छ जुन कि युनिक फिचर्स हो काम लाग्ने फिचर्स हो बट यसमा चाहिँ अहिले पनि कनेक्टिभिटी फिचर्स पाउनुहुन्न गियर इन्डिकेटर पोजिसन पाउनुहुन्न यसो हेर्नु पर्दाखेरि खासै ठुलो अपडेट चाहिँ इन्स्ट्रुमेन्ट क्लस्टरमा पाउनुहुन्न बट अहिलेको युनिक फिचर्सहरु यसमा पाउनुहुन्छ जुन कि ट्रेन्डिङ फिचर छ जस्तो कि डिस्टेन्स टु एम्प्टी ट्याङ्कीमा तेल कति छ कहाँसम्म पुग्न सक्छ त्यो चाहिँ मिटरमै क्याल्कुलेसन गरेर शो गरिदिन्छ जुन कि चाहिँ एकदमै काम लाग्ने हो र यसमा चाहिँ आइएफए के अरे इनिशियल फ्युल इकोनोमी र ठ्याक्कै कुदाइरहेको बेला कतिको माइलेज यस बाइकबाट पाइरहनु भएको छ यो सबै चाहिँ मिटरमा शो गरिदिन्छ जुन कि यो सबै युनिक फिचर्स हो यसमा पाउनुहुन्छ बट कनेक्टिभिटी फिचर चाहिँ अझ पनि पाउनुहुन्न र अब NS 125 को इन्स्ट्रुमेन्ट क्लस्टरको कुरो गर्नु पर्दाखेरि जुन कि 125 cc को सेगमेन्टमा अहिले चाहिँ यो नम्बर 1 भएको छ यसमा जुन फिचर्सहरु पाउनुहुन्छ नेपालमा चाहिँ अरु कुनै 125 cc को बाइकहरुमा चाहिँ पाउनुहुन्न इभन के बजाजको पल्सर 150 मा पनि पाउनुहुन्न सो यो इन्स्ट्रुमेन्ट क्लस्टर चाहिँ एकदमै धेरै अपडेटेड रहेको छ र यसमा राम्रो कुरो के छ भने जुन NS 200 मा इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्छ त्यही सेम इन्स्ट्रुमेन्ट क्लस्टर यसमा पनि पाउनुहुन्छ र त्यही सेम फिचर्सहरु यसमा पाउनुहुन्छ यसमा चाहिँ सेगमेन्ट फर्स्ट राइडिङ मोड पाउनुहुन्छ यसमा चाहिँ सेगमेन्ट फर्स्ट टर्न बाइ टर्न GPS नेभिगेसन सिस्टम पाउनुहुन्छ यसमा चाहिँ सेगमेन्ट फर्स्ट भन्नु पर्यो गियर इन्डिकेटर पोजिसन पाउनुहुन्छ जुन कि बजाजको पल्सर 220F मा पनि पाउनुहुन्न र बजाजको पल्सर के अरे 150 मा पनि पाउनुहुन्न र यो अहिले भर्खरै लन्च भएको 125 मा पनि पाउनुहुन्न सो NS 125 मा चाहिँ यो सबै फिचर्स पाउनुहुन्छ र यतिको फिचर्स अरु कुनै 125 cc को बाइकहरुमा पाउनुहुन्न जुन कि हेर्न सक्नुहुन्छ स्पिडोमिटर ओडोमिटर सबै डिजिटलमा पाउनुहुन्छ र यसमा चाहिँ के अरे फ्युल गेजहरु सबै डिजिटलमा पाउनुहुन्छ यसमा चाहिँ घडी पनि डिजिटलमा पाउनुहुन्छ जुन कि यो सबै काम लाग्ने फिचर छँदै नै छ बट यसमा चाहिँ रियल टाइम माइलेज डिस्टेन्स टु एम्प्टी यो सबै पनि पाउनुहुन्छ यसमा पनि ट्याङ्कीमा तेल कति छ कहाँसम्म पुग्न सक्छ त्यो पनि क्याल्कुलेसन गरेर मिटरमै शो गरिदिन्छ कुदाइरहेको बेला कतिको एभरेज यो बाइकबाट पाइरहनु भएको छ त्यो सबै यहाँ मिटरमा शो गरिदिन्छ जुन कि एकदमै राम्रो र यसमा चाहिँ कनेक्टिभिटी फिचर्स पनि पाउनुहुन्छ जुन कि ब्लुटुथ कनेक्टिभिटी फिचर्स पाउनुहुन्छ आफ्नो बाइकलाई मोबाइलबाट यसलाई कनेक्ट गर्नु भयो भने बाइक कुदाइरहेको बेला कसैले पनि फोनहरु गर्यो भने अथवा मेसेजहरु गर्यो भने चाहिँ नाम नम्बर सबै मिटरमै शो भइहाल्छ जुन कि यो सबै फिचर्स यसमा पाउनुहुन्छ सो मेरो अनुसारले चाहिँ NS 125 को जुन इन्स्ट्रुमेन्ट क्लस्टर छ यो चाहिँ सेगमेन्ट नै बेस्ट हो बट तपाईहरुको विचारले चाहिँ कसको इन्स्ट्रुमेन्ट क्लस्टर बेटर लागिरहेछ प्लिज तल कमेन्टमा चाहिँ भन्नुस् होला अब यो दुईटैको बेसिक फिचर्सहरुको कुरो गर्नु पर्दाखेरि दुईटैमा चार्जिङ पोर्ट पाउनुहुन्छ यसो राइडिङको बेला चाहिँ मोबाइलको ब्याट्री लो भयो भने चाहिँ डाइरेक्ट के अरे बाइकबाट चाहिँ मोबाइल चार्ज गर्न सक्नुहुन्छ जुन कि राम्रो हो र दुईटैमा साइड स्ट्यान्ड सेन्टर दुईटै पाउनुहुन्छ र दुईटैमा चाहिँ साइड स्ट्यान्ड करप्ट सेन्सर पनि पाउनुहुन्छ किनभने पल्सर 125 मा पनि अब BS6 FI इन्जिन भएकोले
गर्दाखेरि यो सबै के अरे सेन्सरहरू सपोर्ट गर्छ र NS 125 चाहिँ अलरेडी जमानादेखि नै BS6 FI इन्जिन आउँदै थियो। र अब सिटको हाइटको कुरो गर्नु पर्दाखेरि चाहिँ बजाजको पल्सर NS 125 मा चाहिँ 805 mm को सिटको हाइट पाउनुहुन्छ भने पल्सर 125 मा चाहिँ के अरे 790 mm को सिटको हाइट पाउनुहुन्छ। यसो हेर्नु पर्दाखेरि सिटको हाइट चाहिँ पल्सर 125 मा चाहिँ बेटर पाउनुहुन्छ। र ग्राउन्ड क्लियरेन्सको कुरो गर्नु पर्दाखेरि चाहिँ बजाजको पल्सर NS 125 मा चाहिँ 178 mm को ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ, जुन कि एकदमै राम्रो ग्राउन्ड क्लियरेन्स छ। र बजाजको पल्सर 125 मा चाहिँ 165 mm को आइडियल ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ। र फ्युल क्यापेसिटीको कुरो गर्नु पर्दाखेरि चाहिँ बजाजको पल्सर NS 125 मा चाहिँ प्रोपर 12 लिटरको फ्युल ट्याङ्क पाउनुहुन्छ भने बजाजको पल्सर 125 मा चाहिँ 11.5 लिटरको फ्युल ट्याङ्क पाउनुहुन्छ। र माइलेजको कुरो गर्नु पर्दाखेरि पल्सर NS 125 ले चाहिँ म्याक्सिमम भनौँ न 55 सम्मको माइलेज दिन्छ भने बजाजको पल्सर 125 ले चाहिँ 55 देखि 60 को माइलेज दिन्छ। हुन त माइलेज जुन छ NS 125 मा चाहिँ अलिकति सेगमेन्टमै सबभन्दा कम पाउनुहुन्छ, किनभने यो जुन इन्जिन छ यो चाहिँ परफर्मेन्स ओरिएन्ट इन्जिन हो र 125 cc को सेगमेन्टमा चाहिँ सबभन्दा बढी पावर पनि प्रड्युस गर्छ, जसले गर्दाखेरि चाहिँ यसमा चाहिँ अरु 125 cc जतिको माइलेज चाहिँ यसमा पाउनु न, यसमा चाहिँ भनौँ न अब 50 देखि 55 सम्मको माइलेज पाउनुहुन्छ भने NS 125 भन्दा बेटर माइलेज चाहिँ पल्सर 125 मा चाहिँ पाउनुहुन्छ। र कभरको कुरो गर्नु पर्दाखेरि बजाजको पल्सर NS 125 चाहिँ अलिकति सेगमेन्टमा सबभन्दा बढी हेभी रहेको छ। यसको कभर चाहिँ 146 kg को छ भने पल्सर 125 को वेट चाहिँ 144 kg को छ, जुन कि 2 kg चाहिँ NS 125 भन्दा हलुको रहेको छ। बट यो दुईटै बाइक भनौँ न 125 cc को सेगमेन्टमा चाहिँ अलिकति हेभी नै छ। टप स्पिडको कुरो गर्नु पर्दाखेरि चाहिँ हुन त दुईटैमै 100 प्लस को टप स्पिड पाउनुहुन्छ भने NS 125 मा चाहिँ अलिकति बेटर पाउनुहुन्छ, किनभने यो हल्का हेभी पनि छ र पावरफुल पनि छ। सो यसबाट चाहिँ लगभग भनौँ न 110 सम्मको टप स्पिड पाउनुहुन्छ। बट पल्सर 125 मा चाहिँ 100 प्लस 100 या 105 सम्मको चाहिँ टप स्पिड पाउनुहुन्छ। सो यो थियो यो दुईटै बाइकको डिटेल्स कम्पेरिजन गर्दाखेरि केही पनि त्यस्तो फिचर्सहरू छुटेको छ भने प्लिज तल मलाई कमेन्टमा चाहिँ करेक्ट गर्नुहोस् होला। र अब मेरो ओपिनियनको कुरो गर्नु पर्दाखेरि यो दुईटै बाइक मध्ये बेटर बाइक कुन रहेको छ र यो दुईटै बाइक मध्ये बेस्ट भ्यालु फर मनी बाइक कुन रहेको छ। सो डाइरेक्ट भन्नु पर्दाखेरि यो दुईटै बाइक आफ्नो ठाउँमा बेस्ट नै रहेको छ र यो दुईटै बाइक चाहिँ मेन डिफरेन्ट युजर्सलाई टार्गेट गर्छ। 125 cc कै सेगमेन्टमा यदि प्रोपर के अरे नेकेड स्पोर्ट सेगमेन्टकै बाइक चाहिरहेको छ भने जसमा कि फिचर्सहरू अहिलेको ट्रेन्डिङ जति पनि फिचर छ त्यो सबै खोजिरहनु भएको छ भने चाहिँ र साथै इन्जिन पनि एकदमै पावरफुल र एकदमै हाइटेक इन्जिन हेर्दै हुनुहुन्छ, राइड सेटअपहरू पनि एकदमै राम्रो खोजिरहनु भएको छ भने आँखा बन्द गरेर NS 125 लिनुहोस्, किनभने यो चाहिँ सेगमेन्टमा बेस्ट रहेको छ र अहिले चाहिँ 125 cc को सेगमेन्टमा चाहिँ नेपालमा नम्बर 1 रहेको छ। यसमा नम्बर 1 हुने कारण के छ भने यसमा चाहिँ सिंगल च्यानल ABS पाइ नै हाल्नुहुन्छ, जुन कि हिरोको एक्सट्रिम 125 मा पनि पाउनुहुन्छ। बट यसमा एक्स्ट्रा के पाउनुहुन्छ भने यसमा चाहिँ पेरिमिटर फ्रेम पाउनुहुन्छ, जुन कि यो फ्रेम चाहिँ NS 200 NS 400 डोमिनार 400 मा चाहिँ यो फ्रेम पाउनुहुन्छ। सो यसमा पाउनुहुन्छ, यो चाहिँ 125 cc को बाइक मात्र हो। र दोस्रो के छ भने यसको जुन इन्स्ट्रुमेन्ट क्लस्टर छ यो चाहिँ सेगमेन्टमा बेस्ट रहेको छ। यतिको फिचर्स अरु कुनै 125 cc को बाइकमा चाहिँ पाउनुहुन्न। सो यो चाहिँ एकदमै राम्रो फिचर्सहरू रहेको छ र साथै यसमा जुन टायर सेटअप पाउनुहुन्छ यो पनि 120 सेक्सनको टायर पाउनुहुन्छ, जुन कि प्राय 150 cc को बाइकहरुमा त यतिको टायर पाउनुहुन्न, जस्तो कि बजाजको पल्सर 150 मै चाहिँ 100/90 सेक्सनको टायर मात्र पाउनुहुन्छ। बट यसमा चाहिँ 120 को पाउनुहुन्छ, जुन कि चाहिँ एकदमै राम्रो र सेगमेन्ट बेस्ट नै भन्नु पर्यो। हुन त एक्सट्रिम 125R मा पनि 120 सेक्सनकै पाउनुहुन्छ, बट यो चाहिँ अब भनौँ न यसमा पनि चाहिँ पाउनुहुन्छ। सो 125 cc को सेगमेन्टमा प्रोपर नेकेड स्ट्रेट फाइटर बाइक 125 cc कै सेगमेन्टमा हेर्दै हुनुहुन्छ भने यो चाहिँ पहिलो अप्सन हो। यसले चाहिँ आँखा बन्द गरेर लिए हुन्छ। बट एउटा फ्यामिली ओरिएन्ट बाइक हेर्दै हुन्छ भने जसमा कि कम्फर्टेबल राइडिङ होस्, सिट पनि एकदमै राम्रो होस्, सिंगल सिट होस्, प्लस के छ भने माइलेज पनि राम्रो होस् र लुक्स र डिजाइन चाहिँ 125 cc मै अलिकति राम्रो देखिनमा लागोस्। सो यस्तो टाइपको बाइक चाहिँ 125 cc मा हेर्दै हुन्छ भने बजाजको पल्सर 125 लिन सक्नुहुन्छ, किनभने यो चाहिँ एउटा अलराउन्डर बाइक हो। यसलाई चाहिँ अब अलिकति यंगेस्टले पनि मजाले कुदाउन सक्छ, किनभने लुक्स डिजाइन राम्रो छ र प्लस के छ भने हल्का एजेड भनौँ न अलिकति सिनियर मान्छेले पनि यो बाइकले कम्फर्टेबली तरिकाले राइड गर्न सक्छ। यो बाइक चाहिँ एकदमै धेरै कम्फर्टेबल छ। सो त्यसैले अहिले पनि यो बाइक एकदमै राम्रो 150 cc होस् या 125 cc होस्, लुक्स र डिजाइन अलमोस्ट सबै थोक सिमिलर भएकोले गर्दाखेरि नेपालमा धेरै नै सेल हुन्छ। सो यो चाहिँ मेरो ओपिनियन थियो। तपाईको ओपिनियन के हो? यो दुईटै बाइक मध्ये तपाईको फेभरेट बाइक कुन रहेको छ? यो दुईटै बाइक मध्ये तपाईले मन पर्ने बाइक कुन रहेको छ? र यो दुईटै बाइकमा जुन फिचर्सहरू आएको छ यो फिचर्सहरू मध्ये तपाईले मन पर्ने फिचर्सहरू कुन रहेको छ? यो दुईटै बाइकको प्राइसिङ कस्तो लाग्यो? यो बाइक प्रति जे पनि राइट छ प्लिज तल कमेन्टमा चाहिँ भन्नुहोस् होला। र यो कम्पेरिजन भिडियोमा चाहिँ केही पनि त्यस्तो फिचर्सहरू छुटेको छ भने प्लिज तल कमेन्टमा चाहिँ मलाई करेक्ट गर्नुहोस् होला। हस् आजलाई यति नै। भिडियो इन्फर्मेटिभ लागेमा लाइक गर्नुहोस्, भिडियो शेयर गर्नुहोस् र यस्तै नयाँ नयाँ बाइक सम्बन्धी भिडियोहरू मन पर्छ भने च्यानल चाहिँ सब्स्क्राइब गरिराख्नुहोस्। कुनै पनि बाइकहरुमा अपडेट आउन बित्तिकै या कुनै पनि नयाँ बाइक नेपालमा लन्च हुन बित्तिकै त्यो बाइकको डिटेल्समा जानकारी लिएर आउने छु। च्यानल चाहिँ नबिर्सिकन सब्स्क्राइब गर्नुहोस् र भिडियो हेर्नु भएकोमा धन्यवाद। जय नेपाल।